पत्रकार हुन त्यति सजिलो छैन दर्शकबिन। आज एकदमै ट्रेन्डिङमा रहेका व्यक्तिको इन्टरभ्यू लिन गइरहेको छु। यो सुरुङ खनेर यो सुरुङ मार्गबाट म उहाँसम्म पुग्ने कोसिस गरिरहेको छु। जसरी पनि यो न्युज तपाईँहरूसम्म ल्याउने प्रयास गर्नेछु। उहाँको इन्टरभ्यू तत्काल आउँदैछ। कसम कि यो मच्छरलाई भेटेँ भने त नि म यस्तो हान्छु कि मेरो हातमा मात्रै परोस् न, यसलाई नि म राजावादी बनाइदिन्छु हौ। किनकि मेरो खुबी नै यही हो। अनि मेरो हातमा जो पर्छ नि त्यसलाई त म राजावादी बनाइदिइहाल्छु क्या। तर मलाई लाग्छ कि यो मच्छर नि पहिलेदेखि राजावादी हो क्या। किन थाहा छ? राजावादी नभएको भए त नि यसलाई पुलिसले किन जेलभित्र हाल्थ्यो के हो? मलाई चाहिँ नि फेरि यो मच्छरहरू नि हाम्रो नेताहरू जस्तै लाग्छ क्या। आवाज सुन्दै रिस उठ्ने हौ। फेरि अर्काको रगत भनेपछि नि फेरि कति चुस्ने क्या यिनीहरू। फेरि जहाँ एउटा मच्छर मार्न त सकेको छैन कि मैले। सरकारले चाहिँ नि फेरि मलाई मुद्दा चाहिँ नि मान्छे मारेको लगाइदिएछ हौ। आडे सरकार हो के हो यस्तो? फेरि बत्ती गइदियो क्या। यो कुलमानलाई हटाएर नि हजुरबाले आफ्नो साले गुलबललाई चाहिँ के बत्ती निभाएको तलब खाना मात्रै ल्याएको हो कि क्या हो? यस्तो देख्दा त नि राजाभन्दा पहिला इन्भर्टर ब्याट्री पो ल्याउनु पर्छ जस्तो छ त हौ। हजुरबाको सरकारै आँडे जस्तो भएपछि के गर्नु हौ? सबैभन्दा धेरै भोट ल्याएर चुनाव जित्नेलाई चाहिँ नि सहकारी काण्ड भनेर जेलभित्र हुलेका छन् कि। अनि त्यो ठुस्स गनाउने मुख परेको चुनावहरूलाई नि फेरि गभर्नर बनाएछन् हौ। खत्तम। ओहो होइन, कुन चाहिँले फेरि आणविक बम भन्दा पनि कडा फालो के हो मोटे भाइ? तिमी त सरकारको मान्छे हो कि क्या हो? सरकारलाई गाली गर्ने बित्तिकै नि आणविक बम भन्दा नि कडा फाल्यौ त हौ। मोरे दाइ यहाँ बसेर गन्थन गरिरह। ल बाटो लिनु, ल खाना खाने बेला भयो, छिटो दाइ। ए हो र? ल ल ल ए आओ तिमीहरू पनि आओ आओ ए आओ आओ ए आओ आओ ए आओ आओ। यो हाम्रो पत्रकारको धर्म हो। म आफ्नो धर्म निभाइरहेको छु र यो भिडियो हेर्न नभुल्नु होला। हामी एकदमै ट्रेन्डिङमा रहेको व्यक्तिको इन्टरभ्यू दिन गइरहेको छु। म निकै अप्ठ्यारोमा छु दर्शकबिन। अब म पुग्नै लागेँ। अब छिट्टै इन्टरभ्यू आउँदैछ, हेर्नु होला। तिमीहरू पनि आओ आओ आओ। के हो भाइ? यो पत्रकारले त नि पानी मुनि गए पनि छोड्दैन कि क्या हो? अनि यो जेलभित्र चाहिँ कसरी आइपुग्यो भाइ? सुरुङ खनेर आएको के? चुप लाग्नु न, एउटा इन्टरभ्यू लिनु न, एउटा दिनु न। अनि मुर्गाजी, तपाईँको जुङ्गादारी त झ्याप्पै पलाएछ नि, नचिनिने गरी। अनि पलाउँछ त हौ। राजावादीको आन्दोलनलाई रोक्छु भन्ने घमण्ड पलाउनु भन्दा त नि बरु यो जुङ्गादारी पलाएकै राम्रो हो कि के हो भाइ? अलिक बिस्तारै आएको थाहा पाउँछ कि सुरुङ खनेर आएको। अनि ऊर्जाजी थाल बोकेर बस्नुभएको रहेछ। यो जेलभित्र खानपानको व्यवस्था चाहिँ कस्तो छ नि? जेलभित्रको खानपानको सुविधाको त के कुरा गर्नु हो भाइ? देउवाको आवाज जस्तो क्या। खोले भातलाई नि ओल्याप ल्याप 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 ओल्याप ल्याप 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 जस्तो छ हौ भाइ। ए त्यस्तो पो छ। अनि मुर्गाजी, यो जेलभित्र गर्मी चाहिँ कतिको छ हौ? पुलिसले नि पछाडि नआउनुले त शीतलै हुन्छ कि भाइ। उ त्यो भाइहरू छैन, तिनीहरूले त नि बेला बेला भेटिरहन्छन् कि। हिजो त नि पछाडि यति यति तेल दल्दै थियो कि के हो भाइ? मलाई त नि आवाज सरर हौ। ए जेलभित्र बसेर पनि ह्या गरिरहेछ नि यार। ए भनेपछि तपाईँलाई चाहिँ एसीको व्यवस्था छ? के को एसी हुनु हो भाइ? हाफकट्टु लाएर चाहिँ नि दुईवटा खुट्टा दुईतिर उत्तानो पारेर सुतेपछि नि आवाज सरर भनेको हौ। मजा गर्नुहुन्छ मुर्गाजी पनि। अनि तपाईँलाई फेरि एउटा प्रश्न, तपाईँको खुट्टा तान्नेहरू त नि तपाईँ जेल परेपछि धेरै खुसी छन्। अब उनीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? मेरो खुट्टा तान्नेहरू त नि अरूको जस्तो छैनन् हौ। अरूको खुट्टा तान्नेहरू त खुसी हुन्छन् कि मेरो त नि खुसी हुन नपाउँदै होइन पुग्लुक पुग्लुक लड्छन् हौ। के भएर हो त्यस्तो? म नि मोजै धुन्न क्या। हुन त होला, अहिले नि ढल्ने गरी बनाइरहेछ। अनि मुर्गाजी, पहिला त तपाईँ कम्युनिस्टमा लाग्नुभयो, अनि त्यस पछाडि फेरि राजावादीमा लाग्नुभयो। हुन चाहिँ तपाईँ कुन पार्टीको? यो भाइले त नि कस्तो अप्ठ्यारो प्रश्न पो सोध्यो। अब पहिला त्यो अहिले यो भन्ने नै छैन क्या भाइ। मेरो नि पार्टी सधैँ एउटै हो क्या। मेरो पार्टी चाहिँ खासमा के हो थाहा छ? नेकपा राजावादी हौ।
हो पहिले नेकपामा लागेको अहिले राजावादी अनि आखिर तपाईँ जसरी पनि राजावादीमा लाग्नुहुने रहेछ पहिले चाहिँ के देखेर कम्युनिस्ट बन्नुभयो लोनको ब्याज दर कम देखेर हो भाइ अहिले त नि उनीहरू आफैले ब्याज दर बढायो कि अनि राजावादी हुनु परेन त अनि ऊर्जाजी तपाईँहरू पनि राजा ल्याउने भनेर बुरुक बुरुक उफ्रिनु भयो ल्याउन सक्नु भएन तर उता आयोजकले बरु नोरा फताई ल्याएर मजाले नचाहेछ यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ नि अनि के हो भाइ इन्डियामा हुने नोरालाई त नि नेपालीले त्यति सजिलो गरी ल्यायो कि झन् राजा त नि नेपालमै हुनुहुन्छ हौ ल्याउनु कुन ठुलो कुरो भयो हौ भाइ तर होइन नोरा चाहिँ नि भाइ मलाई राजतन्त्र जस्तै लाग्छ हौ अनि हाम्रो ज्योति मगर छैन ऊ चाहिँ गणतन्त्र जस्तो क्या अब नि ज्योति मगरले हल्लाएको हेर्दा हेर्दा नि जनताहरू वाक्कै भइसक्यो हौ भाइ नोराले हल्लाएको हेर्न नि मान्छेहरू रातभरि सुत्दैनन् क्या हो यार त्यो दिन त लास्टै मजा आएको थियो अनि यो त अलिक छाडा जस्तो भएन तेरि भाइ हल्लाएको भनेको नि फेरि स्टेज हल्लाएको भनेको क्या भाइ के बुझ्यो हौ हामीलाई पनि थाहा छ के हल्लाएर गयो भनेर हो उना त लास्टै मजा आएको थियो यार अनि ऊर्जाजी तपाईँले एउटा न्युज थाहा पाउनुभयो के न्युज हो भाइ हाम्रो उपमेयरले स्टन्टले देश बन्छ भन्दै मेयरलाई कटाक्षे हानेछिन् यसमा चाहिँ तपाईँको भनाइ के छ नि थाहा पाएको थियो भाइ ऊ त्यो पुलिस भाइहरू छैनन् तिनीहरूले नि यत्रो ठुल्ठुलो आवाजमा मोबाइल हेर्छन् हौ अब त्यो उपमेयर बहिनी छैन त्यो त नि हाम्रो हजुरबाको प्यारी नातिनी हो क्या अनि हजुरबाले त्यस्तो सिकाएपछि भन्नु परेन त तर होइन त्यो बहिनीले नि कुरा चाहिँ सही गरेको है फेरि किन थाहा छ अब इन्स्टन्टली देश बन्ने भएदेखि त नि यति बेला नेपाल त नि मैले गर्दा बनेको हुन्थ्यो नेपालको राष्ट्रपिता त नि म हुन्थ्यो किन थाहा छ किन 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 भन्नु न अब पुलिसको सुरक्षा घेरा तोड्नुभन्दा ठुलो स्टन्ट के हुन्छ हौ भाइ केही हुन्छ भने गरेर देखाओस् न कसैले ओपन च्यालेन्ज हौ भाइ ओपन च्यालेन्ज हो हुन त यिनले ती स्टन्ट कडै गरे हुन् क्या अनि ऊर्जाजी यो स्टन्ट भन्दाखेरि मलाई एउटा कुरा याद आयो अस्ति हाम्रो एकजना वरिष्ठ नेताले टोइलेटमै स्टन्ट देखाएछन् ब्ल्याकले लडेछन् नि यो जो नेताको बारेमा कुरा गर्दैछ नि भाइ यो नेता त नि मलाई कोदो जस्तो लाग्छ हौ कोदोले पनि त सुरुमा होइन 17,000जनालाई एकैचोटि लडाउँछ नि त होइन तर पछि नि हावाहुरी लागेपछि आफै लड्छ कि लड्दैन लड्छ नि होइन अनि खासै बोल्न त मन थिएन कि भाइ तर नि मान्छे जब चिप्लेर लड्छ नि ऊ आफ्नै औकातमा पुग्छ भन्ने कुराको उदाहरण हो क्या भाइ अहिले बिस्तारै हाँस्नु नहु थाहा पाउँछन् जेलमा आएको छु हुन त हो यी नेताहरूको भन्दा त औकात मेरै राम्रो छ अनि ऊर्जाजी त्यो नेताहरूको अवैध लगानी कम्बोडियामा छ भनेर तपाईँले भन्न त भन्नुभयो प्रमाण पनि लिएर आए भन्नुहुन्थ्यो तर त्यही न्युमा पक्राउ त तपाईँ पर्नुभयो नि कम्बोडियाको कुरा त के गर्नु हो भाइ कम्बोडियाको काण्डको त नि प्रमाणसहित मैले देखाइदिएको हो क्या मैले त नि चोर ऊ त्यो भनेर देखाइदिएको कि तर चोरले के गरेछ भने नि यत्रो एउटा ठुलो ऐना चाहिँ नि मतिर फर्काएर राख्दैछ हौ अनि पुलिसले नि फेरि त्यही चोरको कुरा पत्यायो क्या के हो भाइ हो पहिला चाहिँ तिनै हजुरबालाई लगेर मार्सीको भात खुवाउँदै राखेँ अहिले ज्ञान व्यङ्ग्य हान्दै हुनुहुन्छ अहिले चाहिँ के भएर ती हजुरबा मन पर्न छोडेको नि तपाईँलाई हजुरबा त नि मलाई नि होइन त्यही मार्सी खुवाकै दिनदेखि मन पर्न छोडेको हौ बुढाले नि होइन मार्सी भन्ने बित्तिकै होइन 10 मिनटमा 4 ताल खाइदियो त्योभन्दा अगाडि त नि मार्सी नै देखेको रहेनछ क्या अलि बिस्तारै हाँस्नु न हौ जिरो थाहा पाउँछन् कि तर होइन बुढा त नि लोभी चाहिँ नि लास्टै लोभी क्या 10 मिनटमा 4 ताल त खायो कि तर होइन हग्दा पनि हो लोभ गरिदिने हौ हग्ने बेला चाहिँ नि यति मात्रै हो त्यो बेला त हाथी नि धोएछन् नि यिनले छोडौँ ऊर्जाजी यस्ता कुरा बरु अस्ति 15 गतेको आन्दोलनमा आगो निभाउन आएको दमकललाई तपाईँहरूको मान्छेले उल्टै आगो लाएर पठाइदिएछन् तपाईँले किन रोक्नु भएन भाइ त्यो त नि टेस्ट हो क्या अब दमकलले होइन आफैमा लागेको आगो निभाउन सक्दैन भने नि त्यो घरमा लागेको आगो चाहिँ कसरी निभाउँछ भनेर विश्वास गर्नु हो भाइ के हो
हाँस्न चाहिँ नछोड्ने भयो बुढाले कमसेकम त्यो दिन त्यो दमकललाई छोडिदिएको भए त्यो घरको आगो त निप्थ्यो छोडिदिउँ ऊर्जा चाहिँ कमसेकम त्यो दिन त्यो दमकललाई छोडिदिएको भए त्यो घरको आगो त निप्थ्यो र पनि छोडिदिउँ मुर्गाजी यो कुरा यी सब कुराहरूलाई अनि त्यो आन्दोलनको दिन तपाईँहरूको मान्छेहरूले भातभरि लुट्न पनि भ्याएछन् नि यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ त्यो त नि भाइ लुटेको होइन हौ भाटभटिनीले त नि अफर दिएको क्या अरू बेला होइन भाटभटिनीले अफर कस्तो दिन्छ बाई 2 गेट 1 फ्री बाई 3 गेट 1 फ्री होइन तर त्यो दिन चाहिँ नि बाई नथिङ गेट अनलिमिटेड फ्री वाला अफर दिएको रहेछ क्या भाइ लुट्ने बेलामा लुटिहाले अहिले फ्री भनेर के गर्नु अनि मुर्गाजी तपाईँले एउटा समाचार थाहा पाउनुभयो भारत र पाकिस्तानको युद्ध चाहिँ नि हाम्रो प्रधानमन्त्रीले रोगभन्दा रोकिएको अरे नि त भाइ यो त नि मलाई हाँस उठ्यो 2 मिनट हाँस्दिउँ कि क्या हो यसमा त तर हाँस्दिनँ क्या खासमा चाहिँ नि यो भनाइ सुन्दा चाहिँ नि होइन मलाई एउटा कथाको पो याद आयो एकचोटि चाहिँ नि होइन स्यालले के गरेछ अरे भने होइन 4 जना जति भेडाहरू भेला पारेर होइन एउटा कथा सुनाएछ क्या 2 जना सिंहहरू चाहिँ लड्दै थिए कि मैले गएर नि ए सिंह तिमीहरू नलड तिमीहरू लड्यो भने चाहिँ नि तिमीहरू मर्छु अनि जङ्गलको राजा त म हुन्छु भनेको कि त्यो सिंहहरू त मिलेर क्या यो त नि त्यस्तै भएन र अनि भारत र पाकिस्तानको युद्ध रोक्न सक्नेले चाहिँ नि नेपाली जनतालाई चाहिँ किन भिडाएको रे त हौ हामीले आन्दोलन भनेको दिन उनीहरूको आन्दोलन चाहिँ किन राख्नु पऱ्यो त हौ ए मुर्गाजी पनि मजाक गर्नुहुन्छ ठिकै छ अनि सुन्नु न अब त हामीले सुरुङ पनि बनायौँ तपाईँ भाग्नुहुन्छ कि हुनु भाग्दिनँ भाइ मा कसम भाग्दिनँ हौ म भाग्दिनँ अनि भगवान् कसम भाग्दिनँ क्या किन थाहा छ अब भाग्यो भने त नि अब लोनको ब्याज त्यत्रो छ तिर्नुपर्छ अनि म भाग्दिनँ नि अब नि होइन राजा आउनुहुन्छ अनि मात्रै निस्किने हौ म मरिगयो यिनीहरूको ब्याज तिर्दिनँ अनि बरु जेलमै बस्छु हौ ल ऊर्जाजी उता पुलिस पनि आउन लाग्यो जस्तो छ अब म पनि निस्किन्छु तपाईँ नि खाना खाने होला जाने होला अब उता जाउँ भनेको मान्नु भएन म चाहिँ निस्किन्छु है ए निस्किहाल्ने ल भाइ ल हाम्रो त आन्दोलन नि त्यहाँ हुन लाग्छ अरे कि जानु नि फेरि भाइ है ढुङ्गा हान्ने तिम्रो अनुहार त नि फेरि ढुङ्गा हान्ने खालको छ कि जाऊ है फेरि के हो म चाहिँ निस्केँ है ल यो पत्रकारले पनि नि फेरि भात खाने बेलामा आएर नि कहाँबाट सुरुङ खनेर आएर हौ मान्छेले भोक लागिसक्यो अनि तिमीहरू अझै आएको छैनौ आओ आओ